आदरणीय सुनिल स्मृति गाउँपालिकावासीहरू, सर्वप्रथम त हिन्दूहरूको महान चाड विजयादशमीको शुभकामना व्यक्त गर्न चाहन्छु। आज हाम्रो दशैंको मेला सुरु हुन लागिरहेको छ। यो निकै खुसीको कुरा हो। हाम्रा दरबारहरू नयाँ निर्माण भइरहेका छन्। यो पनि निकै गर्व गर्न लायक भएको देखिन्छ। यहाँ ऐतिहासिक चीजहरू सुरक्षित राख्ने ठाउँमा कति हामी ऐतिहासिक चीजहरू गुमाउन पो लागिरहेका छौं भन्ने कुराहरू यस दरबार निर्माण गर्ने काममा प्रष्ट देखिन्छ। यो कुनै व्यक्तिको गोजीबाट झिकिएको पैसाको लगानीबाट निर्माण भएको यी दरबारहरू होइन। यो पवित्र स्थल कुनै पनि सार्वजनिक स्थलमा राजनीति घुसाउनु कति लज्जास्पद कुरा हो। तपाईँ हामी अहिले प्रष्ट नै भएका छौँ। यो पौराणिक चीज साँच्चै नै जोगाउने हो भने यो दरबार कसको दरबार हो, यहाँ कुन राजा बस्थे, यो कति सालसम्म त्यो राजाले शासन गरे, यी चीजहरू खुलाउनुको सट्टा यहाँ प्रतिस्पर्धा, म मेरो नाम लेख्छु, म मेरो कारणले यो दरबार निर्माण गयो भन्ने कुराहरू, राजनीतिक कुराहरू प्रष्ट देखिन्छ। यदि तपाईँ राजनीतिकबाट टाढाबाट हेर्नु हो भने यो कुनै राजनीतिक ठाउँहरू होइनन्। यी भनेको तपाईँ हाम्रो सहमत र सबैबाट मात्र सुरक्षित रहने ठाउँहरूमा राजनीतिक नगर्दा एकदमै राम्रो हुन्थ्यो भन्ने मलाई लाग्छ। किनकि जति पनि सार्वजनिक स्थलहरू छन्, जति पनि मन्दिर पवित्र स्थलहरू छन्, यो कुनै एक राजनीतिक दलले निर्माण गरेका चिजहरू होइनन्। त्यसै कारणले गर्दामा यदि कुनै पनि राजनीतिक दल यसमा आबद्ध हुन्छ भने अर्को दलले पनि यसमा सिधै हस्तक्षेप गर्छ भन्ने कुराहरू प्रष्ट देखिन्छ। त्यसै कारणले आउनुहोस्, तपाईँ हाम्रो समन्वय र सहमतबाट मात्र यी कुराहरू सुरक्षित हुन्छ भन्ने कुराहरू तपाईहरूलाई अवगत नै छ। त्यसै कारणले गर्दामा तपाईहरू जो कोहीले यो निर्माण गर्नका लागि बजेट पारित गर्नुभयो त्यसको लागि हृदयदेखि नै धन्यवाद। तर तपाईले आफ्नो नाम राख्नु सट्टा यो देशको पौराणिक र ऐतिहासिक चीजहरू के हो त्यो खुलाउन जरुरी थियो। तर त्यो यहाँ मेटिने काम भइरहेको छ। चाँडो भन्दा चाँडो बुद्धिजीवी भनिने वर्गहरूको यो ध्यान जाओस् र आगामी दिनहरूमा यी कुराहरू सुधार हुँदै जाओस् भन्दै तपाईहरूलाई यो छोटो भिडियो म समर्पण गर्न चाहन्छु। आशा छ यो भिडियो हेरेर कुनै पनि प्रतिक्रियाहरू, लाइक, शेयर, कमेन्टहरू गर्नुहुन्छ भन्ने। धन्यवाद। ल यताको वातावरण आज पानी पर्ला पर्ला जस्तो छ। ल अगाडि सिन अलिअलि बोका छन्, हल्का हल्का म बोका देख्न गइरहेको छु। बोकाइ नै हो यसपालिको दसैँ, यस्तै हो है। ल अब अगाडि हेर्ने एकछिन बन्द गर्नुपर्छ। काटेको अंकल भाई भेटिनु आयो आज। अनि के छ भाइ? ओ भाइ के छ? सन्चै छ? एकदमै। आन्टी आइछ हैन? आइछ अगाडि। अनि बेलुन पारी जानु पर्यो, उडाउनु पर्छ नि। बिहान गर्छ त हजुरले त।
एकछिन बस्यो तल गएर आउँछु एउटा हल्का भल भिडियो बनाएर आउँछु ल है यो दसैँको मेलामा लाग्ने चिज यता समोसा छ यता हाम्रो साथीको कहाँ बनाउने हो बारे आदि मिस्टर बेबीको पसल यहाँ लगाइरहेछ होइन खाने काम भइरहेछ म हल्का भिडियो बनाएर आउँछु क्या हेर्न सक्नुहुन्छ इतिहास निर्माण युवा क्लब इतिहास निर्माण भनेको थाहा छैन हामीले कताको कुन ठाउँको हो एकदमै रमाइलो छ कला संस्कृतिले एकदम जोगाउनको लागि परिरहनु भएको छ इतिहास निर्माण युवा क्लबको सांस्कृतिक कला तपाईले देख्न सक्नुहुन्छ एडिसन युट्युब ब्लगमा इतिहास निर्माण युवा क्लब दसैँको मेला रमाइलो दमान नलाउनु दमान यही छ पछिको लागि भएन के पछिको लागि म पनि बीचमा छु के छैन के म पनि बीचमा छु ल रमाइलो है बैतर उब्रिएको ल ल म पनि यहाँ बीचमा लाइनमा छु है लाइनमा यहाँ एकदम भिडभाड छ पछाडिको टोली यस्तो छ जम्बो टोली ल मादल बज्दैछ है आराम 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 रान्द्रमा आउनु आउनु न आउँदैन पछि आउँछ ए फ्लक्सला बनाउनु भएको छ जाऊ 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 अगाडि जाऊ अगाडि जाऊ अगाडि 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 बल्ल बल्ल माथि आइपुग्यो दुईतिर साइडमा एकदम रमाइलो भइरहेछ दसैँको मेला एकदम तातेको छ हेर्नु सक्नु त्यही यता यता पुरै ठाउँ राम्रोसँग त्यो चाहिँ हाम्रो गाउँको रमाइलो नाचो छ है हेर्नु सक्नुहुन्छ तपाईँले ए नाच्दैछ मजाले ल सुदीपको नाचो नि यहाँ योमा रेकर्ड भइसिन भाउ छ दै लाउँछ कहिले बोल्छस् है
एकदमै आफ्नो कला संस्कृतिको ड्रेस यहाँ पहिरेर आउनु। गैसमाथि खोइ त दाजी हो गैसा म आउँछु एकछिन। हिँड्ती होला नि केटाहरू हिँड्ती छ नि ओ चस्मा लगाएको मान्छे होइन हो ल मेला चल्दैछ जाउ जाउ म आउँछु एकछिनमा। अब एकछिनमा विश्राम गरेर आउनु पर्यो। गए थे तो एडिसन गए बुलाने
यस्तै छ